सिधै भाउजू सिधै हो फोटो खिच्दै हिँडेर त ढिला भइसक्यो फेरि अनि सिधै हिँड्नु नि त नि गुरुको आवाज आइरहेछ त्यहाँ आवाज आउँछ लागू भइरहन्छ कि मसँग नि मन त्यसमा हरेकतिरबाट होइन धार्मिकदेखि लिएर कलादेखि लिएर अब हेर नि त्यतिकै आएन गुलाम अली आछ अब गुलाम अली के हिसाबले आछ अब कन्सर्ट गर्न आछ है अब त बिचरा उसको त टेक्निक मात्रै हो थाहा छ होइन मान्छेलाई अब स्वर त अब त्यस्तो त टेक्निक मात्रै हो उसको त स्वर बुढा भइसक्यो नि कोही पनि मान्छेले कसरी एक्सपेक्ट गर्छ है नेपालमा चाहिँ है थाहा छैन गर्ने गर्छ लाजले पनि गर्छ नि अब सिनियर कलाकार हो अब लेजेन्ड कलाकार हो बुढा भयो भन्दैमा अब त्यो हेप्ने त कुरै भएन अब नेपालको मान्छेलाई चाहिँ के गर्ला गर्ला तर इन्डियाको गुलाम अली आयो भनेपछि उसको स्वर जेसुकै होस् त्यो मतलब भएन अब यहाँ यस्तै छ कि अब चलाउने के गर्ने अब अब केटाहरूले हेर्नु पर्ने अब तिमीले रामायणमा देखाउने पदारिदायमा पिताम्बरको धोती भ्रीको पदारिदायमा सानी दानी नदी दबदा बाबा सानी नदी दबदा बाबा गमदानिसा भ्रीको पदारिदायमा पिताम्बरको धोती तीनै लोक जगमग गर्ने मोहर जुगे ज्योति कृष्ण मोहर दिव्य ज्योति मेरी मधुमो मुस्कान उसमा मुरलीको तान मेरी मधुरो मुस्कान उसमा मुरलीको तान सुनि नाच्यो मेरो मन छमछम नाच्यो मेरो मन कृष्ण नाच्यो मेरो मन तिम्रो घुम्रियाको बाल कृष्ण सम्हालो भाइ नाच्यो मेरो मन छमछम नाच्यो मेरो मन कृष्ण नाच्यो मेरो मन कुंडल झलमल करने झंडो मुकुट सिरमा किरीट कुंडल झलमल करने झंडो मुकुट सिरमा संसारलाई माया पर्ने मुरली हातमा नाची राधा संगीत गाए गोपिनीले गाए नाचे राधा संगीत गाए गोपिनीले गाए गोरी नाचो मेरो मन छमछम नाच्यो मेरो मन कृष्ण नाच्यो मेरो मन तिम्रो घुम्रिएको बाल कृष्ण सम्हालो बुहारीदेखि नाच्यो मेरो मन छमछम नाच्यो मेरो मन कृष्ण नाच्यो मेरो मन
तारागढ उड्ने परिवार बगेदारी ढाक पारी कुम्टो हाली नक्कल पारी पारी कृष्ण नक्कल पारी पारी आका मोनै माझुकाई कुम्टो इकडे नै शर्माई आका मोनै माझुकाई कुम्टो भित्राई नै शर्माई आका नाचो मेरो मन छमछम नाचो मेरो मन कृष्ण नाचो मेरो मन तिम्रो घुम्रिएको बाल कृष्ण समालो बुहार नाचो मेरो मन छमछम नाचो मेरो मन तिम्रो घुम्रिएको बाल कृष्ण समालो बुहार नाचो मेरो मन छमछम नाचो मेरो मन छमछम नाचो मेरो मन छमछम नाचो मेरो मन छमछम नाचो मेरो मन छम 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 नाचो मेरो मन छम नाचो मेरो मन तिम्रो घुम्रिएको बाल कृष्ण समालो बुहार नाचो मेरो मन छमछम नाचो मेरो मन कृष्ण नाचो मेरो मन छमछम नाचो मेरो मन कृष्ण नाचो मेरो शरणागतं कृष्ण स्वागतं 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 शरणागतं कृष्ण मीरा को कृष्ण राधा को कृष्ण मीरा को कृष्ण राधा को कृष्ण स्वागतं 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 कुर्सी में कैमरा स्वागतं 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 शरणागतं कृष्ण बाबानन्द बडो प्रसन्न हुनुहुन्छ बाबानन्द यति प्रसन्न हुनुहुन्छ बाबानन्दले आमा यशोदाले गोविन्द गोकुले आयो गोविन्द गोकुले आयो गोविन्द गोकुले आयो गोविन्द गोकुले आयो नंद के आनंद भयो हे नंद के आनंद भयो जय कन्हैया लाल की 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 जय कन्हैया गोविंद गोकुल आयो 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 गोविंद गोकुल गोविंद गोकुल आयो कृष्णको व्यवस्था हुँदैछ नदी जिल्ला हुँदैछ अब भगवान कृष्णलाई धुमधामसँग भगवान कृष्ण
गोकुल आयो गोविंद गोकुल आयो गोविंद आयो गोविंद गोकुल हे नंद के आनंद भयो जय कन्हैया लाल की हे नंद के आनंद भयो जय कन्हैया लाल की गोकुल गोविंद बोलो हरि गोपाल बोलो गोविंद बोलो हरि गोपाल बोलो राधा रमण हरि गोविंद बोलो राधा रमण हरि गोविंद बोलो गोविंद बोलो हरि गोपाल भगवान भाई माखन का करा प्रभु ले माखन जिनार बनाओ आज सारे मंचांग भैरा छ नाचो नाचो यो मनमा लाइरा छ सारे मंचांग भैरा छ नाचो नाचो यो मनमा लाइरा छ नाचो नाचो ओ नाचो नाचो यो मनमा लाइरा छ नाचो नाचो श्याम सुंदर भगवान को बालकृष्ण प्रभु को नंद महोत्सव को श्रीमद् भागवत महापुराण को जय जय श्री राधे श्याम जय होस् जे भयो बहुत सुंदर भयो। अब थोरै समय मध्याह्नकालीन विश्राम गर्ने आधा घण्टा त्यसपछि हामी उपस्थित छौं। जय श्री राधे अब भक्तहरूलाई दर्शन गराउँ। अब सबै भक्तजनलाई माखन दही मिष्टीहरू बाँडो चकलेटहरू बाँडो नन्दजीको घरमा जाने हो माखन मिष्टी सबै खाने हो नन्दजीको घरमा जाने हो माखन मिष्टी मागेर खाने हो नन्दजीको घरमा जाने हो नन्दजीको घरमा जाने हो माखन मिश्री लुटेर खाने हो। जसमा पनि यसो भजन बिस्तारै गरिराखौँ। हेलो हेलो बिस्तारै नाच्ने भजन बिस्तारै भजन यसो चलाइराखौँ। झरनामा हामी नुहाउने हो भन्छन्, कोही राम्रो राम्रो फल फल्या रहेछन्। वैकुण्ठ त एकदमै दिव्य, फल टिप्न थाले एकदमै त्यो बाँदरको हुल छिरिया जस्तो। अनि त्यहाँको पार्षदहरू आए, वैकुण्ठका पार्षदहरू, ए को हो तिमीहरू, यसरी उपद्रव गर्ने को हो तिमीहरू, चुप। सबैले एकदमसँग वैकुण्ठमा जति पनि देवताहरू छन्, भगवानका जति पनि भक्तहरू छन्, पार्षदहरू छन्, दुरुस्त हेर्दाखेरि भगवान जस्तै देखिन्छन्। सबैको रूप रंग चार हात, सबैले हातमा शंख चक्र गदा पद्म ल्याउँछ। कन्हैया तेरो वैकुण्ठमा त सबैको चार चार हात हुँदो रहेछ, तर कस्तो हप्काएका हामीलाई फुल्टिप्न पाइँदैन, के गर्न पाइँदैन, घुम्न पाइँदैन। अनि भन्न हाम्रो मधुवन कहाँ छ, जहाँ हामी स्वच्छन्द विचरण गर्छौं। हाम्रो रमण रेती कहाँ छ, जहाँ हामी मस्त भएर गाई चराउँछौं।
न नाच्नु पाइन्छ यहाँ त, न मिठो मिठो कुरा गर्नु पाइन्छ, उफ्रिनु पाइन्छ। तेरो वैकुण्ठ तलाई नै बधाई छ, हामीलाई तुरन्त हाम्रो वृन्दावन पुर्याइदिए। जय श्री कृष्ण। यसरी भगवान श्रीहरिले ग्वाल बालहरूलाई वैकुण्ठको दर्शन गराइबक्स्यो, आफ्नो मायाले यस्तोसँग ढाकिबक्स्यो। अनि उनीहरूलाई यही भाव भयो कि हाम्रो सखा हो, धेरै शक्तिले सम्पन्न छ तर हाम्रो साथी हो। यो भावले ग्वाल बालहरू कृष्णलाई बहुत मधुर माया गर्छन्, प्रेम गर्छन्। सोमबारे औँसीको दिन चिरहरण गर्दा फेरि सोमबारे औँसीको दिन भगवानले जुन वचन दिइबक्सेका थियो त्यसै अनुरूप अहिले प्रभु भगवान पिता हृदय जरासन्धको शरणमा जान्छन्। कंसकी पत्नीहरू पिताजीको दरबारमा जान्छन्। जरासन्धसँग गएर खुब रोए, पिताश्री त्यो कृष्णले हाम्रो पतिलाई मार्यो, कृष्णले हाम्रो पतिलाई मार्यो, हामीलाई विधवा बनायो, हाम्रो सर्वस्व भयो। जरासन्ध एकदम क्रोधित हुन्छ। तत्काल सैनिकहरू तयार गरेर कालयवनलाई भन्न, ए कालयवन तुरन्त रेडी हौ, अब कृष्णसँग युद्ध गर्न जाने हो। भगवानलाई सँग युद्ध गर्नुको लागि कहाँ थियो जरासन्ध। धेरै धेरै सैनिकहरू जम्मा पारेर भगवानले परास्त गरिदिनु भयो, उसलाई जितिदिनु भयो। दोस्रो चोटि फेरि अरू अरू वीरहरूलाई खोजेर ल्याउँछ, दोस्रो चोटि पनि जितिदिनु भयो। गर्दै जाँदा 17 पटकसम्म भगवान श्री कृष्णले जरासन्धलाई परास्त गर्नुभयो। अनि 18औं पटकमा जरासन्धले 108 जना पवित्र ब्राह्मणहरूलाई बोलायो अनि औँलो ठाडो पारेर भन्यो, ब्राह्मण हो, तिमीहरूलाई जति दक्षिणा माग्छौ म दिन्छु। हवन गर्नको लागि, पूजा गर्नुको लागि जे सामग्री चाहिन्छ त्यो पनि म सबै जुटाइदिन्छु। यसपालि जसरी भए पनि मैले कृष्णलाई जित्नु पर्छ। तिमीहरूले राम्रोसँग पूजा गर्यो भने, हवन राम्रोसँग गरिदियो भनेदेखि ममा ताकत आउँछ, बल आउँछ, म उसलाई जित्न सक्छु। यदि मैले यसपालि पनि हार्नु पर्यो भनेदेखि तिमीहरू 108 जनालाई नै म मारिदिन्छु। भगवान भक्तहरूको त हृदयमा राज हुन्छ, त्यसमाथि पनि ब्राह्मणहरूलाई भगवान बहुत इज्जत गरिबक्सन्छ। भक्त त्यसमाथि पनि यदि ब्राह्मण रहेछ भनेदेखि प्रभु बहुत सम्मान गरिबक्सन्छ। ब्राह्मणहरूले स्वाहा गरे, पूजा गरे, उनीहरूले शुद्ध मन्त्र त पढेनन्, उनीहरूले जानुन्। तर भगवानलाई चाहिँ ब्राह्मणहरूको साह्रै माया लाग्यो, साह्रै दया लाग्यो। मैले दुनियाँले मलाई रणछोड भन्नुहोस्, हारेर गएको भन्नुहोस्, जेसुकै भन्नुहोस्, त्यो लान्छना बरु म सहन्छु, तर ब्राह्मण हत्या मैले हुन दिनु हुँदैन। यसो भनेर पहिला त यसमा के कारण छ भन्दै थियो, पछि जेसुकै होस्, जे कारण भए पनि यसलाई छोड्नु हुँदैन। ए कालयवन भनेर कालयवन उसको सेनापति कालयवनलाई भन्यो, यसलाई तुरुन्त लखेट। कालयवन लखेट्दै गयो। भगवान श्रीहरि पनि एकदम दौडाउँदै सवारी भयो। एउटा अनकन्टार गुफामा प्रवेश गरिबक्स्यो। त एकदम अनकन्टार गुफामा राजा मुचुकुन्द सुतिराखेका रहेछन्। सत्य युगदेखि नै राजा मुचुकुन्द त्यहाँ सुतिराखेका रहेछन्। अनि भगवानले के गरिबक्स्यो, आफ्नो पिताम्बर उठाएर मुचुकुन्द राजालाई ओढाइदिबक्स्यो। पुरै मुचुकुन्द राजाको शरीरमा पिताम्बर ओढाइदिबक्स्यो। अनि आफू त्यहाँ नजिकै गएर कतै लुकिबक्सन्छ। कालयवन एकदम दौडँदै आएर हेर्छ त पिताम्बर ओढेर सुतिराखे।
हो न हो कालयवनलाई लाग्यो यही हो कृष्ण भन्ने मानेर अनि एकदमसँग लात्ती प्रहार गर्यो। एकदमसँग लात्ती प्रहार गरेका थियो। मुचुकुन्द राजा बिउ जानुभयो। उहाँ बिउ जाने बित्तिकै उहाँको आँखाबाट यस्तो तेजहरू आए, त्यही तेजले डढेर कालयवन भस्म भयो। कालयवन डढेर भस्म भयो। मुचुकुन्द राजा बडो प्रतापी थिए, बडो धीर ललित, धीर प्रशान्त, एकदम प्रजावत्सल र सँगसँगै बडो बलवान पनि थिए। स्वर्गको राजा इन्द्रलाई पनि सहयोग चाहियो भनेदेखि यिनै राजा जान्थे इन्द्रको पक्षबाट युद्ध गर्न। अनि राजा बलिसँग युद्ध गर्नु पर्यो, कुनै दैत्यसँग युद्ध गर्नु पर्यो। मुचुकुन्द राजा स्वर्ग पुगेका छन्। राजाले यस्तो डटेर युद्ध गर्नुभयो, यस्तो डटेर युद्ध गर्नुभयो। राजाले डटेर युद्ध गरेकै कारणले गर्दा देवराज इन्द्रले विजय प्राप्त गरे। विजय प्राप्त गरे। अनि त के थियो? देवराज इन्द्र बडो प्रसन्न। देवराज इन्द्रले भन्नुभयो, राजन जे माग्नुहुन्छ म टक्राउँछु, माग्नुहोस्। मनमा कुनै इच्छा भएदेखि म दिन्छु, माग्नुहोस् भनेपछि अनि मुचुकुन्द राजाले भन्नुभयो, राजन अहिले त मलाई आरामको खाँचो छ। युद्ध गर्दा गर्दा, लडाईँ गर्दा गर्दा मेरो शरीर एकदम थाकेको छ, म आराम गर्न चाहन्छु। कुनै एकान्त स्थलमा कसैले मलाई व्यवधान नगर्ने ठाउँमा मलाई सुत्ने व्यवस्था गरिदिनुहोस्। राजाले यसो भने। अनि त्यसपछि भगवान श्रीहरिले भाइ बुहारी, इष्टमित्र, बन्धु बान्धव, दाजुभाइ, समस्त टोलवासीहरू सबैको संयुक्त भावनामा सबैलाई कल्याण होस्, सबैलाई राम्रो होस्। सबैका पितृ बिहे गर्नुलाई रेडी गरेर राखेको कन्या भगवानले हरण गर्नुभयो। यस्तोसँग मुरमुरेको छ, एकदम रिस उठेको छ। सकेसम्म सामुन्ने पर्दैन थियो, आज संजोगले गर्दा सामुन्ने पर्यो। अनि औलो ठाडो पारेर भगवानलाई गाली गर्न थाले। भगवान सही राख्नु भएको छ, सही राखिबक्स्या छ, सही राखिबक्स्या छ। जब 100 भन्दा बढी गाली गर्यो भगवानले मर्जी भयो, अब यसले सीमा लाग्यो। तत्काल चक्र मगाएर अनि शिशुपाललाई मारिदिबक्स्यो। अस्ति हाम्रो कुरा भइसक्यो, हिजो पनि हामीले चर्चा गर्यौं। यो शिशुपाल त्यही जय र विजय मध्येको जय थियो। जय नै पछि गएर श्राप लागेपछि हिरण्यकशिपु भयो। अनि त्यही हिरण्यकशिपु रावण बन्यो। दोस्रो जन्ममा, तेस्रो जन्ममा शिशुपाल भएर आयो। उसलाई मुक्ति गराउनको लागि भगवानले वैकुण्ठबाट चक्र मगाएर, जसको मृत्यु चक्रबाट हुन्छ उसले फेरि जन्म लिनु पर्दैन, उसितै वैकुण्ठ जान्छ। त्यसैको लागि भगवान कृष्णले चक्र मगाएर मारिदिनु भयो। अनि बीज भयो र तेस्रो जन्ममा चाहिँ दन्तवक्र भयो। दन्तवक्र भन्ने राजा चाहिँ यो यहाँ त यो प्रसंग आउँदैन। यो चाहिँ अर्जुनलाई एउटा त्यो डिटेलली त्यो कथा अहिले एकदम लामो कथा छ, त्यतापट्टि नजाउँ। जे होस् उसले यस्तो प्रण गरे हुन्छ कि दन्तवक्रले उनले द्रौपदीको सतीत्व भङ्ग गर्ने प्रयत्न गर्छ। त्यो देखेर अनि त्यसपछि अर्जुन बडो रुष्ट हुन्छन्। अर्जुनले जसरी हुन्छ जे गरेर हुन्छ यसलाई म समाप्त पार्छु भन्छन्। त्यो साधारण कारण, यसको मुख्य कारण चाहिँ दन्तवक्र जुन 7 वटा महान वीरहरू जसले चक्रव्यूहमा पारेर अभिमन्युलाई मारे, त्यसको मुख्य सूत्रधार चाहिँ दन्तवक्र थियो। दन्तवक्रले नै अभिमन्युलाई जालमा पारेर यहाँ बसेर अनावश्यक किसिमले जब यसको यो कार्य पूर्ण भएपछि
जब सन्ध्यामा पुस्तक हामी बाँध्छौँ, आरती पुष्पाञ्जली गर्छौँ, त्यसपछि बल्ल हामीलाई यजमानलाई, कर्तालाई आशीर्वाद दिने, फूल दिने अधिकार हुन्छ। बीचमा मौन बसेर केवल परमात्माको चिन्तन गर्ने, हृदयमा ठाकुरजीलाई आदान गर्ने। अखिल ब्रह्माण्डेश्वरी सर्वसौभाग्य निधि भगवान वासुदेव परब्रह्म परमात्माको कृपा कटाक्ष आजको विशेष दिन भगवानको वाङ्मय प्रतिमूर्ति यो ज्ञानको गंगा श्रीमद् भागवत बगिरहेको यो अत्यन्त दिव्य भागवत भावले ओतप्रोत यो भूमिमा सम्मानित कर्ता वर्ग हरि पण्डित, राधा पण्डित लगायत उहाँको सान्निध्यमा उहाँको निमन्त्रणालाई स्वीकार गरिकन भगवान भागवतको दर्शन गर्ने अत्यन्तै शुभ अवसर प्राप्त भयो। व्याशासन सम्मानित अत्यन्त आदरणीय व्यक्तित्व, मेरो त आजभन्दा झन्डै 30-32 वर्ष अगाडिबाट मेरो सम्बन्ध, मेरो नाता पनि पर्ने व्यक्तित्व। म एकदम सानो हुँदाखेरि सानोमा दाजे दाजे भन्ने, दाई दाई भन्ने, गुरु भन्ने, अहिले आएर चाहिँ गुरुसँग चाहिँ धेरै ठाउँमा भाव साटासाट गर्ने पनि अवसर मिल्यो। सम्मानित व्याशासन गुरुवर, अत्यन्त शालीन व्यक्तित्व, माधुरी वाचक पण्डित गोकर्ण खनालज्यू, उपव्यासाचार्य सम्मानित गुरु ठाकुर प्रसाद अर्यालज्यू लगायत यहाँ संगीतकर्मीका आदरणीय मित्रहरू, हाम्रो मातृशक्ति केन्द्रकी केन्द्रीय अध्यक्ष आदरणीय दिदी भगवती खड्का, यशोदा लगायत समुपस्थित समादरणीय सज्जन, भाग्योदय न बहुजन्म समर जितेन भनेको छ। भाग्यको उदय नभइकन सत्सङ्गको कर्मको बोध हुन सक्दैन, भाग्यको उदय नभइकन ज्ञानीजनको संगत हुन सक्दैन, सान्निध्य प्राप्त हुन सक्दैन र भाग्यको उदय नभइकन भागवत भगवान घरमा लगाउने, भागवत चर्चा गर्ने त्यो अवसर मिल्दैन। त्यो तीनै विषयको संगम आज यस्ता विद्वतवर्गको सान्निध्यमा रहेर सत्सङ्गमा समाहित भएर सन्त समागमको माध्यमबाट भागवत चर्चा गर्ने यो शुभ अवसर प्राप्त गरिबक्सेका छ। यहाँहरू सबैलाई हार्दिक बधाई, हार्दिक शुभकामना र भगवत कृपा होस् भन्ने म हार्दिक कामना गर्दछु। हुन त श्रीमद् भागवतमा के लेखिएको छ भने न नाक पृष्ठम न च पारमिष्टम, न नाक पृष्ठम न च सार्वभौमम, न पारमिष्टम न रसाधिपत्यम, न योग सिद्धिर पुनर्भवम वा वाञ्छन्ते दिपाजर च प्रपन्ना। भागवतले भनेको छ अभिलाषा रहित निष्काम। अभिलाषा रहित भनेको चाहिँ भागवत लगाउने कुनै कामना गरेर होइन। जसले कामना गर्छ, मोक्षाभिलाषी छ, मुमुक्षु छ, त्यसको मुक्ति हुँदैन। जो मोक्षको पनि कामना नराखिकन स्वर्ग लोकको यो लोकको प्राप्तिका लागि यहाँका अवयव, यहाँका विभिन्न भौतिक चिजको प्राप्तिका लागि या अन्य मुक्तिको कामना पनि नगरिकन जसले चाहिँ भागवत भावबाट भाव जागृत गरिकन श्रीमद् भागवत श्रवण गर्छ भने त्यही व्यक्ति मुक्त हुन्छ। श्रीमद् भागवतको सार भनेको त्यो। त्यसलाई निष्काम भक्ति भन्ने गरिएको छ, या पुष्टि भक्ति भन्ने गरिएको छ, या अहैतुकी भक्ति भन्ने गरिएको छ, या त्यसलाई वास्तवमा भागवत धर्म 11 स्कन्द गुरुले पल्टाएर सुरु गरेको देखेँ मैले। भागवत धर्मको बारेमा 11 स्कन्दको दोस्रो अध्यायबाट सुरु हुँदैछ कि निष्काम कर्म योगी जो छ त्यो नै भगवत भक्त हो, जसले हर चिज भगवान परमात्मा बाहेक भिन्न आफूलाई सोच्दैन भने त्यो नै सर्वोत्तम भक्त हो। जसले तैल धारावत यानी कि उड्दा पनि, खेल्दा पनि, खाँदा पनि, बोल्दा पनि, चल्दा पनि हर समय ईश्वरभन्दा भिन्न आफूलाई सोच्दैन भने। उहाँ हाम्रो पिताजीले भन्नुहुन्थ्यो नि, कहिल्यै नबोलौँ, कहिल्यै नबोलौँ, हातमा काम मुखमा राम, कहिल्यै नबोलौँ। हातमा काम कर्म, मुखमा राम, त्यही भाव कर्म यहाँ गरिरहेको छ भाव भगवान राममा, त्यही हो निष्काम कर्मयोग भने। श्रीमद् भागवतले निष्काम कर्मयोगको भावलाई उजागर गरेको छ, उठान गरेको छ। र विशेषतः
भक्ति ज्ञान र वैराग्यको त्रिवेणी यो सङ्गम र यस पछाडिको चाहिँ सायुज्य मुक्ति जसलाई कैवल्य भागवतको अन्तिम लक्ष्य भनेको कैवल्य कैवल्य भनेको गीतामा कृष्ण भगवानले भन्नुभएको छ यद्गत्वा ननिवर्तन्ते तद्धाम परमं मम जहाँ पुगेपछि कहिले पनि फर्कन पर्दैन त्यो नै कैवल्यता हो यस लोकमा भक्ति ज्ञान र वैराग्यको सङ्गमबाट परलोकमा आत्मिक अस्तित्व परमात्मामा समाहित हुने प्रक्रियामा आफूलाई परिलक्षित गर्ने जुन साधन छ श्रीमद् भागवत भनेको चाहिँ एउटा साधन जसले कैवल्यताको बोध गर्ने एउटा साध्यमा पुग्ने माध्यम सेतो कागजमा कालो मसिनो लेखे पनि त्यो भावको उजागर जागृत श्रीमद् भागवतमा गरिएको छ आज यस्तो ज्ञानको गङ्गामा यहाँहरू डुबुल्की मारेर भागवत चर्चा गर्न लालायित हुनुहुन्छ समर्पित हुनुहुन्छ यहाँहरू सबै भाग्यमानी हुनुहुन्छ यहाँहरूको दर्शनले पनि हामी धन्य भएको छौँ म त के भन्ने गरिरहेको छु गुरु भने संसारमा तीनटा शक्तिभन्दा भक्त ठुलो हुन्छ एउटा देवालय वा मन्दिर भन्दा देवालय मन्दिरको महत्त्व त्यो दिनसम्म छ जुन दिनसम्म भक्तको आगमन हुन्छ अर्को चाहिँ भगवानको भागवतको नवम स्कन्धको चाहिँ चौथो अध्यायमा राजा अम्बरीशलाई दुर्वासाले दण्ड दिने क्रममा दुर्वासालाई भगवानले भन्नुभएको छ अहम भक्त पराधीन यह स्वतन्त्र द्विज साधुर्भिगस्तले दुई भक्त भक्तजन प्रिय भगवान परमात्मा भक्तको अधीनमा हुनुहुन्छ त्यही भएर भगवान भन्दा भक्त ठुलो र अर्को कुरा गुरु भन्दा भक्त ठुलो हुन्छ भक्त छन् त गुरु छन् भक्त छैनन् गुरु छैन भक्त छन् भगवान छन् भक्त छैनन् भगवान छैन भक्त छन् देवालय वा मन्दिरको महत्त्व छ भक्त छैनन् देवालय मन्दिरको महत्त्व हुँदैन त्यसैले गुरु भन्दा पनि भक्त ठुलो गुरु मार्गदर्शक मात्रै भक्त परब्रह्मको साक्षात्कार गर्ने त्यो मार्गमा आफूलाई समाहित गरेर त्यो बाटोमा अगाडि बढेको चाहिँ साधक पथिक हो त्यसैले हामी गुरुहरू चौकामा बस्छौँ चौकीदार अनि सबै जमिनमा बस्नु भएको छ जमिनदार त्यही भएर चौकीदार भन्दा जमिनदार ठुलो हुन्छ त्यसैले सामान्य भक्तिले सामान्य साधनाले सामान्य भाग्यले न भागवत लगाउन पाइन्छ न भागवतको चाहिँ चर्चा परिचर्चा गर्न पाइन्छ न यस्ता सन्तहरूको समागम हुन सक्छ यो सबै विषयको चाहिँ सङ्गम भएको छ यो भगवत भाव अटुट रूपमा चाहिँ भइरहेको छ ज्ञानको गङ्गा बहिरहेको छ कर्ता वर्गलाई हार्दिक साधुवाद सम्मान आभार र यो अहर्निश दैनिक रूपमा यो भगवत भाव र यो चर्चा भइरहोस् ज्ञान गङ्गाको मार्गमा परिलक्षित भएर डुबुल्की मार्दै जानुस् ज्ञान गङ्गाले सबै भगवत आत्मालाई सिञ्चित गर्न सकुन् भन्ने हार्दिक कामनाको साथमा मलाई बोलाइदिनु भयो यहाँको दर्शन गर्ने अवसर मिल्यो गुरुको दर्शन गर्ने अवसर मिल्यो भागवतको दर्शन गर्ने अवसर मिल्यो यो अवसर जुटाइदिनु भएकोमा सम्मानित हरि पण्डित राधागिरी पण्डित लगायत यो हाम्रो आयोजक परिवारप्रति कर्ता परिवारप्रति हार्दिक साधुवाद सम्मान आभार र यहाँ सबैको मनोवाञ्छित फल परिपूर्ण होस् र सकेसम्म मैले अघि नै भने भागवत लगाउने निष्काम कर्मयोगबाट हो कुनै कामना सिद्धिका लागि भागवत लगाउने होइन भक्ति ज्ञान वैराग्य जागृत गर्नका लागि यस विषयमा यहाँहरूको भक्तिभाव ज्ञानको आयाम र वैराग्यको चाहिँ विधा अझै विस्तारित होस् र अन्तमा गएर सायुज्यता प्राप्त होस् यहाँहरूको मनोकामना परिपूर्ण होस् भन्दै हार्दिक शुभेच्छाका साथ मेरा वाणीलाई यहीँ विराम गर्दैछु र जाँदा जाँदै नेपाली कला शैलीमा बनेको बद्रीनारायण मन्दिर परमादरणीय पिताश्री वाचन शिरोमणि पण्डित नारायण प्रसाद पोखरेलको नाममा स्थापित नारायण पोखरेल प्रतिष्ठानले यही नागार्जुन नगरपालिका वडा नम्बर 7 रामकोट
22 रोपनी जग्गा लिएर 4 धामको नाममा नेपालबाट विदेशीको रकमलाई के भने पनि रोकेर धार्मिक पर्यटनको विकास गर्ने सँगै अशक्त विपन्न विकलाङ्ग अलि वृद्धहरू जो उत्तराखण्डमा गएर बद्रीको दर्शन गर्न पाउँदैनन् त्यस्ता भक्त सज्जनलाई सहज रूपमा बद्री धामको दर्शन गराउने मनोअभिलाषा लिएर त्यही कामनाको साथमा हामीले बद्री धाम निर्माण गरेका छौँ। यहाँहरू सबैलाई त्यो धाममा सुलै निम्ता भन्न चाहन्छु। समय यहाँको डायरीमा रहोस्, डायरीमा नरहे पनि मस्तिष्कमा रहोस्। त्यो अवसरमा नारायण गुरुको विश्व स्मृति दिवस पनि परेको छ। नारायण गुरुको अवसान गराइएको घटना घटेको 20औं स्मृति दिवस वैशाख 23 गते परेको छ। यहाँहरू सबैले नारायण गुरुलाई श्रद्धाको फूल चढाउनुको लागि गाउँबाट उठेर घरबाट जुटेर बस्तीबाट जुटेर कोही पनि नछुटेर यो अभियानमा आउनुहुनेछ र यहाँहरू सबैजनाको प्रतीक्षा गर्छौँ हामी। यहाँहरू पाल्नुहुनेछ भन्ने अभिलाषा लिँदै र एकजनाले कम्तीमा 10-15-20 जना आफ्नो इष्टमित्रलाई वैशाख 19 देखि 27 गतेसम्म सनातनी गौरव नेपाली शान दर्शन गरौँ बद्रीनारायण धाम भन्ने नाराको साथमा अगाडि बढेको यो अभियानमा साथ दिनुहुनेछ भन्ने हार्दिक अभिलाषा लिँदै पुनश्च गुरुवरमा प्रणाम र आयोजक कर्ता परिवारमा हार्दिक साधुवाद र भगवत कृपा वर्षाओस् भन्ने कामनाको साथमा मेरा वाणीलाई यही विराम गर्दछु। ओम सङ्गच्छद्यम सम्बोधद्यम सम्भवनांश जानताम देवभागम यथा पूर्वे सञ्जाननम उपासते। हरिओम तत्सत् नारायण। मैले परेवाबाट जाने परेवाको भाले पोथी कहीँ कतै उडी चर्नको लागि गएका छन्। धेरै टाढा चर्नको लागि गए गुणमा 2वटा बच्चा छन्। परेवाका 2वटा बच्चा गुणमा छन्। परेवाको भाले पोथी आरा खोज्नको लागि टाढा गए। आरा खोज्दै जाँदा समय पनि बित्यो। साँझ पर्न आँट्यो। बाबा आमा आएन। गुणमा भएका भर्खरै काँकी प्वाखा आएका बच्चाहरू भोकले एकदमसँग आत्तिन थाले। त्यसै मौका पारेर एउटा सिकारीले के गर्यो, जुन वृक्षमा परेवा जालो ओछ्यायो, केही चामलका दानाहरू छोड्यो, जाल ओछ्यायो। एकदम भोक लागिराखेको छ, छटपटी राखेका छन् बच्चाहरू। बाबा आमा आउनु भएन। बिस्तारै ची गर्छन्। कसो नजर पर्यो तल चामलको दानामा। असाध्य भोक लागेछ। अनि साहस गरे दुवै बच्चाहरू, भोक लागेछ नि त। अनि चामल खाने लोभले गर्दा, भोक लागेका कारणले गर्दा कसो गोडा चल्यो, कसो पखेटा पनि चल्यो। प्रयत्न गरे, गुणबाट फुत्त निस्केका थिए। बेग लिनु सकेका छैनन्। भर्खरै गुणबाट निस्कँदैछन्। बेग लिनु पटक्कै जाने छैनन्। रुखबाट तल झरे, जालमा परे। जय श्री कृष्ण, राधे राधे। जालमा परे। केही क्षणपछि एउटी परेवी आई। यिनीहरूकी आमा आइन्। आएर हेर्छे, गुणमा बच्चा छैनन्। बहुत पीडा भयो। कहाँ गए होलान्, कता गए होलान् मेरा साना बच्चाहरू। बिचरी बिस्तारै माकुर गर्छे। घाँटीमा आहारा लिएर आएकी छे खुवाउनको लागि। आएर अर्पण गर्न सक्नुहुन्छ भन्दै अब हामी यो विष्णु सहस्रनामद्वारा नै यो पुस्तकमा तिलार्पण गर्छौं। जय श्री राधे। आदरणीय श्रद्धालु भक्तवृन्दहरू, हजुरहरूले तिल चढाउन लिन आँट्नु भएको छ भने 3वटा अम्ला, चोरी अम्लो र कान्छी अम्लो पाएक गरेर
चोरी अम्लो अनि कान्छी अम्लो बाहेक गरेर 3 अम्लाले भगवानलाई अर्पण गर्ने। ओम नमो भगवते वासुदेवाय जुन मन्त्र छ नि मनमनै भन्ने मन्त्र मनमनै भन्ने अनि चढाइरहने है त। हामीले यहाँ चढाउनु भनेपछि हजुरले चढाइबक्सेला भन्दै अब स्वयंभू समरादित्य पुष्कराक्ष महास्वन अनादि निधनो धाता विधाता धातुरुत्तम अप्रमेय ऋषिकेश पद्मनाभ मरा प्रभु विश्वकर्मा मनश्रेष्ठ सविष्ठ विरोध आग्रह साक्षात कृष्ण लोहिताक्ष प्रतरदनम प्रभु जगकुप धाम पवित्र मंगलम परम ईशान प्रणद प्रणव ज्येष्ठ श्रेष्ठ प्रजापति हिरण्यगर्भ भूगर्भ माधव मधुचूर्ण ईश्वर विक्रम धन्य मेधावी विक्रम क्रम अनुतम दुरादर्श कृतज्ञ गगरात्मवान सूर्यस शरणम शर्म विश्व यदा प्रजाभव अह संवत्सरो व्याल प्रत्यय सर्वदर्शन अज सर्वेश्वर सिद्ध सिद्धि सर्वधिरच्युतम वृखाक परिमेयात्म सर्व योग विनेश्रित वसुर वसु मनाशत समात्मा संहित सम अमोघ पुंडरीकाक्षु वृषकर्म वृखाकृतिम रुद्र बहु शिरा बपुर विश्व हेने श्रुति सर्व अमृत सहस्त्र स्थान परारोह महातपम सर्वगा सर्वविद्वान विश्वक्षिणो जनार्दन वेद विद्वांग वेदांग वेदविद कवि लोकाध्यक्ष सराध्यक्ष धर्मदस्कृताकृतम चतुरात्मा चतुर्वेव चतुर्धम च चतुर्भुज प्राचिष्णु भोजनम भोक्त साइष्णु जगदादिजम अनगो विजयोजित विश्व युनिर पुनर्वसु उपेन्द्र भावना प्रांचु रमगर शुचि दुर्जित अतीन्द्र संग्रह सर्ग धृतात्मा नियम यमम वैद्यवेद सना योगी विरह माधव मधु अतीन्द्रिय महामाय महोत्साह महाबलम महाबुद्र महावीर महाशक्ति महादुति अन्यदेश बबु श्रीमानमय आत्म महातिद्रक महिषास महीभर्ता श्रेणीवास सदाम्पति अनिरुद्ध शिरानंद गोविंद गोविदाम्पति मरिचरितमन हंस सुप्रण भुजगोत्तमम हिरण्यनाभ शतपा पद्मनाभ प्रजापति अमृत सर्वदक सिंह संदाता सन्निमान अज धर्म शास्त्र विस्तात्म श्रारिहम गुरु तमो धाम सत्य सत्य पराक्रम निमिष निमिष सर्वे वाचस्पति हृदय अग्नि ग्राम श्रीमान न्यायनुता समीरणम शास्त्रमूर्ता विश्वात्म सहस्राज सहस्रब्द आवर्तम निवृत्तम समृद्ध समरमद्र अहसंवर्षको पनिरन्द्र धरणीधरम सुप्रसाद पुरुषनात्म विश्व दृग्विश्व भगवेगु सत्कथा सत्कुल साद्र जन्म नारायण नरम असंख्य प्रमेयात्म विशिष्ट शीत ग्रह सिद्धार्थ सिद्धि संकल्प सिद्धिदा सिद्धि साधन अब त्यहाँ चाँदीको दियोमा तेल हाल्नुभयो टप्परी 1 चामल भयो बोतामा तिल भयो लक्ष्मी नारायण देवता थापना गरेर पूजा गर्नुपर्छ। ओम जय जगदीश हरे प्रभु जय जगदीश हरे
जय जगदीश हरि सज्जन हितकारी प्रभु सज्जन हितकारी शरण शरण पाऊं शरण शरण पाऊं प्रभु भव भयहारी ओम जय जगदीश हरि भाव मनोहर देव साध अब लानु जेके कुण्डमा साधक फलदायी प्रभु साधक फलदायी जीवन धन्य बनो प्रभु जीवन धन्य बनो प्रभु पद सेवा पाई ओम जय जगदीश हरि संयम सुर सरिका को अविरल